कस्तो दामी भएको छ आजको चटपटे चाहिँ। मैले चाहिँ खानाकै बदली खाइदिएको सत्य हो, दामी छ। वन्स अगेन मलाई चाहिँ चटपटे खानु मन लाग्यो, गिलो चटपटे, र चाहिँ फेरि पनि म गिलो चटपटे बनाउनुतर्फ लागेँ साथीभाइ हो। यहाँ हेर्नुहोस् त। अन्त यो चाहिँ मजाले अब सबै सामान चाहिँ भित्र हालिसकेको छ नि त। जे चाहिन्छ यहाँ चाहिँ डल्लै छ, किन ढिलो गर्नु भएन नि त, उसिँदो रहेछ क्या, ढिलो भएन। यस्तो दामी भएको छ आजको यो चटपटे चाहिँ, के भन्नु। हेर्नुहोस् त, एकदम मुखमा थुकाइसक्यो। त्यही के दामी हुने, कहिलेकाहीँ त्यस्तो खानु मन लाग्छ कि, यस्तो हुन्छ नि, खाना भात खाएर वाक्कै हुन्छ नि त। अन्त कहिलेकाहीँ चाहिँ यस्तो A1 भएछ साथीहरू। अहिले चाहिँ मेरो लन्च टाइम हो क्या साथीहरू। एक्लै छु, अब के खाना बनाइरहनु भनेर चाहिँ